ल यतिखेर भगवती टारमा हामी अनिल सरको खाजा घरमा बस्दैछौँ। गर्मी बढ्दैछ ल गर्मी समय चिसो खानको लागि ल कति राम्रो बनाउनु भएछ हाम्रो अनिल सरको खाजा घर। राम्रो ल ल हाम्रो अनिल सरको खाजा घरमा यो माथिल्लो तलामा ल खाजा खाने ठाउँ ल व्यवस्थित राम्रो छ ल। ल यो बाहिरबाट चाहिँ यसरी खरले छाएको यो कटेज ल कति राम्रो बनाउनुहुन्छ ल। यो चाहिँ मध्य पहाडी लोकमार्गको बाटो ल। के भन्छ के भन्छ यो ठाउँलाई? चिप्ले खोला है ल। चिप्ले खोलामा हेर्नुहोस् त यति राम्रो खाजा घर हाम्रो अनिल सरको खाजा घर 12 विषय स्थित चिप्ले खोला नजिकको यो हाम्रो चिप्ले खोला होमस्टे एन्ड किराना पसल प्रोपाइटर हाम्रो अनिल सर। फर्स्ट टाइम आज पस्ने मौका मिल्यो। एकदमै राम्रो छ, ब्युटिफुल कटेज निर्माण गरिएको छ ल। अब खाजा पनि त्यस्तै मिठो पक्कै हुनेछ भन्ने आशाको साथमा हामी अब खाजाको वेटिङमा छौँ। यो सुन्दर कटेज शीतल खाजा खानको लागि व्यवस्थित कटेज निर्माण गरिएको छ। एकदम खुसी लाग्यो यो ठाउँमा खाजा खानको लागि बस्दाखेरि यो दृश्य देखेँ। एकदमै पसौँ जस्तो लाग्ने छ ल। कति शीतल फेरि यति मिठो हावा चलिरहेको छ यहाँ चिप्ले खोलामा। फ्रेस हुनको लागि ल तपाईँहरू सबैजनालाई मादिएका स्थित यो चिप्ले खोला खाजा घरमा स्वागत छ सबैजनालाई ल। यता खोलातर्फ छेउमा यो ग्याबिन सिमेन्टेड वाल उठाउँदै गरेको छ। चिप्ले खोलाको ड्याम निर्माण गर्दैछ यो ठाउँमा। यता पनि भित्र धेरै ग्राहकहरू हुने बेलामा खाजा खानको लागि भित्र पनि ल। व्यवस्थित घर सबै कुराले सुविधा सम्पन्न बनाएको छ ल। अनिल सरलाई बधाई छ, खुसी लाग्यो यो ठाउँमा आज पहिलोचोटि बस्दैछौँ। ग्राहकहरूको लागि यसरी QR कोड पनि तयार गर्नुभएको छ ल। सबै थोक पाउँछ हेर्नुहोस्, किराना पसल मात्र होइन, कस्मेटिक सामानहरू, ड्रिङ्क आइटमहरू। हजुर ल चिप्ले खोला होमस्टे एन्ड किराना पसलमा हामी चिसो खानको लागि ल कटेजभित्र छिर्यौँ। यति राम्रो कटेज निर्माण गर्नुभएको छ ल। तपाईँहरू पनि आउनु होला है चिप्ले खोला होमस्टे एन्ड किराना पसलमा ल। ल चिप्ले खोला होमस्टे एन्ड किराना पसलमा अब हामी खाजा खाँदैछौँ है त। टेस्ट गरौँ कस्तो रहेछ यहाँको खाजा ल। हामी लाग्यो